उहाँहरू चाहिँ हाम्रो बिहानको क्लासको स्टुडेन्टहरू हुनुहुन्छ। कुन वाला आर्ट बनाउनु भएको हजुरले? फ्रेन्च फ्लावर लाइन लाइन डटहरू बनाउनु भएको। कति दिन भयो यहाँ जोइन हुनुभएको? 1 हप्ता अलि बेसी भयो। हजुरको नाम चाहिँ के हो नि? रुपा रुपा अनि घर? मैसुता मैसुता। ए ल ठिक छ। एकदमै राम्रो आर्ट बनाउनु भएको छ। कस्तो फिल भइरहेछ आर्ट बनाउँदाखेरि? पहिला चाहिँ हल्का गाह्रो भयो, अहिले चाहिँ सजिलै लाग्छ, राम्रो छ। धन्यवाद, राम्ररी सिक्नु होला अझै पनि। हाम्रो सकिन्छ होइन भइदिनुलाई। सुरुमा चाहिँ एकदम अलिक गाह्रो भयो कि तर दिदीले एकदमै राम्रोसँग सिकाइदिनु भएको छ। अहिले चाहिँ सजिलै भएको छ होइन। एकदमै राम्रो भएको छ आर्टहरू, एकदमै मेहनत गर्नु भएको छ होइन। हजुरको नाम चाहिँ के? सोनिका सोनिका। हजुर घर चाहिँ कहाँ पर्यो? बर्दिवास। आज हाम्रो नेलमा जोइन हुनुभएको कति दिन भयो? 1 हप्ता 1 हप्ता भयो होइन। एकदमै राम्रो आर्ट बनाउनु भएको छ। 1 हप्तामा पनि यति राम्रो फिनिसिङ छ। अझै राम्रो गर्दै जानु होला। अझै हजुरको त 1 महिना बाँकी छ होइन। हजुर ल ठिक छ, अझै राम्रो बनाउनु होला। के हो नाम? कृतिकाजीले बनाउनु भएको हो। कति दिन भयो जोइन भएको? 1 हप्ता अलिक बढी भयो। 1 हप्ता अलिक बेसी भयो। आर्ट बनाउँदा तपाईँहरूलाई गाह्रो भएको छ कि सजिलो भएको छ? सुरुमा चाहिँ गाह्रो थियो, अहिले चाहिँ अझ सजिलो छ होइन। अब के गर्नु सक्छु जस्तो फिल भइरहेछ छ होइन। ल हाम्रो यता सबिना। सबिनाजीले आर्ट राम्रो बनाउनु भएको छ। कुन आर्ट बनाउनु भयो होला? फ्रेन्च क्रिएटिभ बनाउनु भयो है। ल ठिक छ, एकदम राम्रो छ। कुन ठाउँबाट आउनु भयो तपाईँ? मरिन डाँडीबाट आउनु भएको होइन। कति दिन भयो जोइन भएको? 1 हप्ता 1 हप्ता भयो हुनुभयो। 1 हप्तामा पनि यति राम्रो फिनिसिङ छ। अझै अब तपाईँहरूको चाहिँ अझै 1 महिना बाँकी छ कोर्स कम्प्लिट हुनको लागि होइन। 1 हप्तामा यति राम्रो बनाउनु भएको छ। ल कङ्ग्रेचुलेसन्स तपाईँहरूलाई। अझै राम्रो गर्दै जानु होला। तपाईँहरूलाई शुभकामना छ, अझै राम्रो गर्दै जानु होला। दुनिया में सबसे इम्पोर्टेंट चीज़ होती है आपका सपना। जो भी आपका गोल है, आपका सपना है, उसे पाने के लिए मेहनत। जस्ट प्रूव इट। Awake, arise and stop not till the goal is won.